हाई गाइज वेलकम टु माई च्यानल। ल आज कुरा गरौँ मनी म्याटर्स। पैसा के पैसा भनेको सबैलाई चाहिने चिज हो। सबैले भन्छ नि त पैसा सबै थोक, पैसा सबै थोक होइन, तर पैसाले सबै थोक पुरा गर्न सक्छ। त्यो कुरा भनेको 100% राइट हो कि केटा हो। यदि तपाईँहरूले होइन पैसा कमाउनु भयो भने तपाईँहरूको इज्जत, तपाईँहरूको मान समाजमा धेरै ठुलो हुन्छ। यदि तपाईँहरूले 1 रुपियाँ पनि कमाउन सक्नु भएन भने तपाईँहरूको इज्जत माटोमा हुन्छ। जस्तै अब तपाईँले कसैले पनि गर्दैन कि, किनकि यो संसारमा, यो वर्ल्डमा के पैसा नै म्याटर छ। सबभन्दा ठुलो भनेको पैसा नै हो कि तपाईँ पैसा छ भने तपाईँले जे पनि गर्न सक्नुहुन्छ कि तपाईँले आफ्नो ड्रिम्स, तपाईँले आफ्नो सपनाहरू सब फुलफिल गर्न सक्नुहुन्छ क्या। जस्तै तपाईँहरूलाई के गर्न मन छ, अब जस्तै तपाईँलाई नयाँ कपडा किन्न मन छ भने, तपाईँले गहना लगाउनु मन छ भने, तपाईँलाई अब ठाउँ ठाउँ घुम्न मन छ भने सब पैसाले गर्छ कि। तपाईँलाई मिठो मिठो खानेकुरा खानु मन छ भने सब पैसाले गर्छ। मान्छेहरूले भन्छ नि त पैसा भनेको केही होइन, पैसा आज सब भोलि छैन, पैसा भनेको हातको मैला भन्छ नि, त्यो सब मान्छेहरूको ढोङ हो कि ढोङ, जे पाइ त्यही। किनकि जो मान्छे अल्छी हुन्छ, जो मान्छेले पैसा कमाउन सक्दैन, जो मान्छेले केही गर्न सक्दैन, त्यसले भन्छ कि पैसा भनेको केही होइन, पैसा भनेको हातको मैला। कसरी हो हातको मैला? हातको मैला हो भने दिनदिनै बाथरुममा गएर नुहाएर मैला फाल्छ, त्यो मैला गएर केही किन्न जा, केही किनेर देखा, केही खा होइन, केही गरेर देखा त्यो मैलाले होइन। त्यसो पैसा हातको मैलाले। पैसा भनेको एउटा स्मार्ट थिङ्किङ अफ ब्रेन हो कि कसो भन्न। तिमीले अब आफ्नो दिमाग कसरी चलाउँछ भन्ने कुरा हो। तिमीले अब पैसा कमाउनु धेरै तरिका हुन्छ कि, अब इलिगल तरिका, अब इन्भेस्टमेन्ट अब सबै हुन्छ नि। तर मेन कुरा भनेको तिम्रो माइन्डको खेल हो कि। जस्तै अब तिमीले माइन्डबाट पैसा कमाउँछौ कि तिमीले अब फिजिकल गरेर पैसा कमाउँछौ। जस्तै फिजिकल भनेको अब तिमीले हात खुट्टाहरू चलाएर क्या। जस्तै अब तिमीले 8 घन्टा टाइम दिएर तिमीले पैसा कमाउँछ। जस्तै अब ऱ्याट रेस के यहाँ छ त, ऱ्याट रेस 9 to 5 को जब के 8 घन्टा, तिमीले 8 घन्टा ड्युटी गरेर पैसा कमाउँछौ कि अब तिमीले आफ्नो माइन्डलाई वर्क गरेर। जस्तै तिमीले आज एउटा कुरा गरेर त्यो कुराबाट तिमीले अब दिनदिनै सिधै पैसा कमाउन सक्छौ। जस्तै तिम्रो साइड हसल हुनु पर्यो नि केटा हो एउटा। जस्तै अब तिमीले भन्नु मलाई भने, जस्तै साइड हसल भन्नाले अब एउटा कन्टेन्ट क्रिएसन भयो। अब कन्टेन्ट क्रिएसनमा अब साइड हसल कसरी हुन्छ भने, तपाईँले आज एक दिन भिडियो सुट गर्नुहुन्छ होइन, त्यो भिडियो अब युट्युबमा अपडेट अथवा केही सोसियल मिडियामा अपलोड गर्नुहुन्छ होइन। सोसियल मिडियामा अपलोड गरेपछि अनि तपाईँले त्योबाट अब लाख करोडौँ भ्युज गयो भने अब त्यहाँबाट पैसा आउँछ नि त। त्यो भनेको चाहिँ अब स्मार्ट थिङ्किङ भयो कि। अब कन्टेन्ट क्रिएसनबाट तपाईँले पैसा कमाउन सक्नुभयो। अब जस्तै फिजिकल जब भनेको त अब 9 to 5 को जब, म्यानेजरको गाली किचकिच, अब कोवर्करहरूसँग मिलेर काम गर्ने, बोसको गाली यहाँ त्यो सब हुन्छ नि त। अब तपाईँले तर माइन्ड मेकअप गरेर अब तपाईँले कन्टेन्ट क्रिएसन अब अरू डिजिटल प्लेटफर्मतिर गऱ्यो भने अब तपाईँले त्यसमा चाहिँ तपाईँहरूको त्यति साह्रो त्यो पनि हुँदैन कि, ह्युमिलिएट पनि हुँदैन। अनि तपाईँलाई त्यति साह्रो काम गरेको जस्तो पनि हुँदैन कि। किनकि अब कन्टेन्ट क्रिएसन भनेको एउटा यस्तो जब हो नि त, जब भविष्यको पनि चल्छ कि। किनकि अब मान्छेले भन्छ नि कन्टेन्ट, अब युट्युब भन्छ, युट्युबबाट पैसा कति छ हो, मिस्टर बिस्टलाई हेर्नु हो, मिस्टर बिस्ट त्यतिको चल्नु पऱ्यो कि। मिस्टर बिस्ट, आइसो स्पिडहरू अनि अरू छ नि त। अब अब छ नि अरू कति युट्युबरहरू जसको कति लाखौँ करोडौँमा सब्सक्राइबरहरू छ। तिनीहरू कसैको जिरहेको छ लाइफ देख्न क्या। त्यसो बन्नु पऱ्यो कि। तिमीले मेहनत छैन अब युट्युबै भनेर होइन कि। युट्युबबाट कतिको त्यो प्लेटफर्मबाट तिमीले कतिको कमाउन सक्छौ। तिमीले लाइफमा नदेखेको, तिमीले लाइफमा कमाउन सक्छ, तिमीले जिन्दगीभरि लाग्ने पैसा छ हो युट्युबरहरूसँग। त्यस्तो हुनु पऱ्यो कि। अब म भन्न तिमीलाई डिमोटिभेट गर्न खोजेको होइन, तिमीलाई मोटिभेसन दिन खोजेको कि। अब तिमीले पनि अनि अब एउटा दुइटा अब साइड हसलहरू गर्न सिकेर होइन, जसोबाट तिमीले पैसा कमाउन सक्छौ। किनकि पैसा भनेको जीवन, तिमी बाँचेदेखि नमरुन्जेलसम्म चाहिने चिज हो कि। एटलिस्ट तिमी मर्दाखेरि दाउरा किन्नुपर्छ होइन, तिमीले जलाउँदाखेरि एटलिस्ट एउटा लुगा किन्नुपर्छ, त्यो तिमीलाई ढाक्दाखेरि कात्रो के भन्छ नि, त्यसमा किन्दाखेरि पनि पैसा चाहिन्छ। यदि पैसा छैन भने तिमीलाई लास्ट त्यतिकै कुहिन्छ कि। त्यस कारण म भन्छु एनी हाउ पैसा कमाऊ है, एनी हाउ पैसा कमाऊ। मेन फोकस इज मनी इन यर लाइफ है। तिमीले पैसा कमायो भने तिमी दुनियाँलाई जित्न सक्छौ। त्यस कारण पैसा जसरी पनि कमाउनु पर्यो।